वर्ष गाइज सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ म शनिबारसम्मको ट्रिप हान्दै गाइज देख्न सक्नुहुन्छ म चाहिँ घरदेखि हिँडिसकेँ गाइज यहाँदेखि चाहिँ घर जाने बाटो है यो चाहिँ गाउँमै हो घर गाइज अब आज चाहिँ धेरै टाढा गइँदैन अलि शनिबार तक बनाइन्छ होला हेर्न सक्नुहुन्छ के गर्नु गाउँ यस्तै छ अब सरी अब 5 बजे त रात पर्न लागिसकेको छ त्यही भएर हो गाइज हेर्नुहोस् है हाम्रो डाँडो मिठो छ क्या फेरि बवाल छ कि जुमतिर चाहिँ यो चाहिँ हाम्रो डाँडोदेखि अलि पोलतिरको यहाँ हाम्रो घरदेखि ठ्याक्कै यहाँदेखि देखिन्छ कि म त्यहीँ तलतिर जाने हो कि बुझ्नुभयो यहाँ हेर्नुहुन्छ है हाम्रो गाउँ हेर्नुहोस् यहाँ देखिँदैन यहाँ पनि पारी पनि घर छन् कि कति वर्ष भइसक्यो यो आँप चाहिँ नरालेको त पुर्खौली पालादेखि चलिरहेको सरी भइरहेको अन्त आँप त्यसैले अनि शनिबार तपाईँको ब्लग बनाउन आँट्दैछु के कस्तो हुन्छ अब गल्ती भएमा अब माफ पाउन कस्तो बन्छ ब्लग अब राम्रो लाग्छ अनि लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब हानिदिनु होला अब नराम्रो लाग्छ भने ठिकै छ चाहिँ त्यहाँ चाहिँ मान्छे सानो को रहेछ गाउँको मान्छे होला नि म अहिले कहाँदेखि कहाँ हुनु चाहिँ कति 4x रुममा रहेछ कहाँ अब अझै लाग्छ 1 मिनट लाग्ला यहाँदेखि जान हल्का यति पर छ कि त्यो चाहिँ माथि यताबाट माथि जाँदा नि गइन्छ चोकमा अब यताबाट पनि गइन्छ अब कताबाट जान इच्छा अब आफूलाई चाहिँ एउटा होइन अब कता जाने आज कसले बाँस ढलाई हान्दैछ खतरा हान्दैछ नि त बल जुम्म थियो नि त त्यही भएर आडी हान्दैछ आज गाइज यहाँ चाहिँ अझै कति अब हल्का योदेखि 2टा घुम्ती पर यो छ कि म जानुपर्ने होइन अब जानु पर्यो अब एकछिन चोकमा रमाइलो गर्न घुम्न जानु पर्यो कि अब अरू त केही हुँदैन हजुर चोकको म मिठो भ्यू पनि दिन्छु कि भ्यू मतलब होइन यसो टुर दिउँला होइन के छ र यताबाट अझै पर जानु छ यार त्यो घुम्ती क्रस पछि घुम्ती क्रस छ होइन गाइज के गर्नु टाढै जानुपर्छ पसल अलि टाढा छन् क्या त फेरि होइन त्यही भएर यसो हिँड्नुपर्छ के गर्ने यस्तै छ गाइज यस्तै यता चाहिँ उ नि त यो त घाँस लिएर हिँड्न सक्नु भएछ मैले पनि घाँस काटेर भर्खरै हेर्नुहोस् है मेरो गाउँको यत्न चाहिँ यो पार्टी पनि गाउने हो हेर्नु कस्तो राम्रो तोरी फुलेको छ यसरी झार फुलेको छ तोरी त हुँदैन झार भइरहेको छ अब तोरी त अब मासिँदैछ हो यता त अब हल्का ठाउँमा तोरी छ होइन नयाँ भने त छैन खतरा आएकोखेरि खतरा कस्तो मिठो आइसक्यो फेरि चोकमा फेरि यत्नै सीमा ठ्याक्कै चाहिँ हो चोक बसिरहेको छ रहेछ यार मान्छे त
चाहिँ घर जानु पर्यो घर जानुपर्छ चोकबाट बिदाई लिएर चोक हुँदै अब जानु पर्यो बिदाई लिनु पर्यो अब घरतर्फ जान्छु होइन अब घर यसो होइन यसो पर अनि त अब घर गएपछि अब रुक्नुहोस् त्यहाँ चाहिँ बाइक गएको छ के लिन गएको छ रुक्नुहोस् म आएपछि हिँड्छु ल गाइज बल्ल चाहिँ आयो यो भाइ यो फुच्चे भाइ यसले चाहिँ के लिएर आएको छ अरे भाइ के स्पोन्सर आने छ अरे ललिपप स्पोन्सर आने है होइन उता रात पऱ्यो घर जानु पऱ्यो छिट्टै आइकन यो गन्ठुला जाडो भयो ललिपप स्पोन्सर हानेको रात पऱ्यो यार मलाई धेरै 5 बजे आएको यार म त सँगतिर जाएको थियो यो लन्ठु 1 बजे आएको थियो घरको काम नभएर अब बल्ल 7 बजे हिँड्यो काम छैन यसकोमा सोही छ यसलाई काम भएपछि गाह्रो छ अझै कहाँ हेर्नु त कस्तो रात परिसक्यो कि लाइट बाल्दा पनि यत्तिको देखिन्छ यहाँतिर भनेपछि कत्तिको रात पऱ्यो होला सोच्नु छ ललिपप भाइले खिलाएको खानु बनाउने के हो यहाँ गिटी किन हालेको नि ए माथि नायर त बाटै ए बल रात पऱ्यो एउटा रात पऱ्यो अब हामी रनिङ हान्छौँ यार रात पऱ्यो अहिले खचाहरू भयो अब हामी चोकमा आउने घर जाँदा रात पर्ने यार के गर्ने यस्तै छ हिँड्न पऱ्यो खानु पऱ्यो होइन भयो लुगा सुगा धोइए होइन बल्ल विष्णु मामालाई भाइ त गर्नु कि होइन त विष्णु मामा कहाँ हो देखिन्न नि विष्णु मामा त गोरा भएर कहीँ नि त हाई गरिदिन हाई गर त भयो तिमीले अहिले निल लाग्छ तिमीलाई विष्णु मामा त हिँडे चोकतिर सबको काम पनि चोकतिरै हो विष्णु मामा त ड्युटी भ्याएर हिँड्दै जान 5 मिनट लाग्ने 5 मिनट लाग्छ जान जति गर्छ हामी छिटो आइयो उता त रनिङ हान्दैछ त छिटो भइन्छ रनिङ भएन भने पो अब फेरि होइन र लामो रात पर्खे खतरा देखिन्छ केही फेरि गाउँ भनेको गाउँ भने अल्सो आवर गाउँ अनि देखाउँदा उज्यालो थियो रात परिसक्यो यस्तै छ भोलि त इक्जाम छ यार तेरो के को छ म त आशालाई धनी बाबुको एक्लै छ र बोर्डिङ पढ्छ हामी स्कुल भोलि अतिरिक्तको परीक्षा छ भन्ने के भन्ने अतिरिक्त हो घर जाने बाटो आइयो क्या हिँड्यो यता आएको यता जामा यहाँ जस्तो लन्थ्यो तल्लो बाटो उनीहरूले भाइ आमा अब हामी घर आउनु लाग्यो अझै दुख्नुपर्छ अहिले गाली खाइन्छ पुग्ने खाने गर्नेको होइन यहाँ अब गाली खानुभन्दा छिटो आउनु जाति घर गएर खान्छ रहेछ यार मान्छे त गाइज अब चाहिँ घर जानु पर्यो घर जानुपर्छ चोकबाट बिदाई लिएर चोक हुँदै अब जानु पर्यो बिदाई लिनु पर्यो अब घरतर्फ जान्छु होइन अब घर यसो होइन यसो पर अनि त अब घर गएपछि अब रुक्नुहोस् त्यहाँ चाहिँ बाइक गएको छ के लिन गएको छ रुक्नुहोस् म आएपछि हिँड्छु ल गाइज बल्ल चाहिँ आयो यो भाइ यो फुच्चे भाइ यसले चाहिँ के लिएर आएको छ अरे भाइ के स्पोन्सर आने छ अरे ललिपप स्पोन्सर आने है होइन उता रात पऱ्यो घर जानु पऱ्यो
छिटो आइकमा यो गन्ठुलाई जाडो भयो ललिपप स्पोन्सर हानेको रात पऱ्यो यार यहाँ धेरै 5 बजे आएको यार म त सँगतिर जाएको थियो यो लन्ठु 1 बजे आएको थियो घरको काम नभएर अब बल्ल 7 बजे हिँड्यो काम छैन यसकोमा सोही छ यसलाई काम बसी गाह्रो छ अझै कहाँ हेर्नु त कस्तो रात परिसक्यो कि लाइट बाल्दा पनि यत्तिको देखिन्छ यहाँतिर भनेपछि कत्तिको रात पऱ्यो होला सोच्नु सबै ललिपप भाइले खिलाएको खाना बनाउने के हो यहाँ गिटी किन हालेको ए माथि नायर त बाटै ए बल्ल रात पऱ्यो एउटा रात पऱ्यो अब हामी रनिङ हान्छौँ यार रात पऱ्यो अहिले खचारो भयो अब हामी चोकमा आउने घर जाँदा रात पर्ने यार के गर्ने यस्तै छ हिँड्न पऱ्यो खानु पऱ्यो होइन गएँ लुगा सुगा धोइए होइन बल्ल विष्णु मामालाई भाइ त गर्नु कि होइन त विष्णु मामा कहाँ हो देखिन्न नि विष्णु मामा त गोरा भएर कहीँ नि त हाई गरिदिन हाई गर त भयो तिमीले अहिले निल लाग्छ तिमीलाई विष्णु मामा त हिँडे चोकतिर सबको काम पनि चोकतिरै हो विष्णु मामा त ड्युटी भ्याएर हिँड्दै जान 5 मिनट लाग्ने 5 मिनट लाग्छ न जति जान हामी छिटो आइयो उता त रनिङ हान्दैछ त छिटो भइन्छ रनिङ भएन भने पो बेरिने होइन र लामो रात पर्खे खतरा देखिन्छ केही पहिले गाउँ भनेको गाउँ भने अल्सो आवर गाउँ अनि देखाउँदा उज्यालो थियो रात परिसक्यो भोलि त इक्जाम छ यार तेरो के को छ यो त आशालाई धनी बाउको एक्लो छोरो बोर्डिङ पढ्छ हामी स्कुल भोलि अतिरिक्तको परीक्षा छ भन्ने के भन्ने अतिरिक्त हो घर जाने बाटो आइयो क्या हिँड्यो यता आएकै यता जामा यहाँ जस्तो लन्थ्यो तल्लो बाटो उनीहरूले भाइ आमा अब हामी घर आउनु लाग्यो अझै दुकुर्नु पर्छ अहिले गाली खाइन्छ पुग्ने खाने गर्नेको हामी भयो यहाँ अब गाली खानुभन्दा छिटो आउनु जाति घर गएर खान्छ